नमस्कार, नमो नारायण। म डिलिराम जोशी। यो समयमा तिहारको बेला छ। धेरै चर्चा हुने नाम नेपालमा महाकवि देवकोटा। हुन त उसरी प्राय सबै बेला चर्चाको नाम नेपाली साहित्यमा भइरहने नाम महाकवि देवकोटाको हो र पनि यो तिहारको बेला अलि बढी नै चर्चा भइराख्ने नाम हो, अमर नाम हो देवकोटा। र मलाई असाध्यै मन परेको र मैले एकदमै मनन गरेको शाकुन्तलका केही हरफहरू आज सुनाउन मन लाग्यो। माटो हो हुन त तथापि गहिरा, आँखा हुने सज्जन दाना, सुन्दर स्वर्णका झलझली, देख्लान् गुडेका कण। मिठो लाग्छ मलाई त प्रिय कथा, प्राचीन संसारको प्यारो भारतवर्षको सकलको, हाय म प्रिय सारको। धन्यवाद।